आज हामी पिकनिक जान लागेको अनि यो मान्छे यहाँ कुदे 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 आमा कुदे कुदे कहाँ बस्यो थाहा छैन। यो चाहिँ हाम्रो फ्यामिली पिकनिक हो। माइजूहरू, दिदीहरू, भाउजूहरू, बहिनीहरू सबजना अझै यहाँ बाँकी नै छ है हामीले पिकअप गर्नलाई। अनि यताबाट अब हामी निस्क्यौँ। अब हामी 4 जनालाई अझ लिन बाँकी नै छ। हाम्रो चाहिँ पिकनिक आज कागेश्वरी रिजोर्ट हो हैन? ठिक छ नि माइजू? ठिक छ एकदम हैन? ल सबजना इन्जोय गर्नुपर्छ। यही त पाँच-सात चोटि नै हुन्छ वर्षको। हामी चाहिँ सबजना अब चाहिँ जम्मामै अब 3 जना बाँकी छ है हाम्रो। अब बालेश्वरी स्टेसन अब त्यतैबाट जाने हो हामी। जोरपाटी हुँदै जाने भयौँ अब है। जोरपाटी हुँदै हो। उकालो जाउँ भाइ अब। ल ल ल ल दर्शन फर्स्ट नानुको अरू 2 जना चाहिँ अरू एफोर्ट लगाएको चाहिँ 3 जनासँग एफोर्ट गरे चाहिँ भण्डारीले हो है। एफोर्ट गरे चाहिँ भण्डारीले हो। त्यही भने मैले फर्स्ट त्यही भने 70-30 दिनु पर्छ। खाना ल्याउनु पर्यो। जोरपाटी हुँदै कागेश्वरी रिजोर्ट हामी पिकनिक जान्छौँ। आज चाहिँ हाम्रो फ्यामिली पिकनिक हो। सबजना माइतीहरू, दिदीहरू, भाउजूहरू जाँदैछौँ। त्यही गर्नु होला। म त कहाँ बाटो भन्दै जान्छु कागेश्वरी रिजोर्ट जाने। चुसाल आइपुग्यौँ। मेरो बाटो खरा अहिले बिहान राम्रो बाटो पनि छ जोरपाटीको। हामी जोरपाटी आइपुग्यौँ। मेरो बचपन बितेको ठाउँ है यो। के थली होइन यो? थली आइपुग्यौँ। आयो है हामी अस्ति आएर रोयल प्यालेस। भोलिको बाटो कस्तो राम्रो छ। बनाएर ठुलो पनि छ। कागेश्वरी नगरपालिका कागेश्वरी मनहरा नगरपालिका। माइजूको माइती गाउँ देखाउँदै जानु लाग्नु भएको छ है। अनि बाटो पनि प्यारो होइन त माइजू? हाँसोबाटै थाहा हुन्छ। दिल खुस भनेर हाँसोबाटै थाहा हुन्छ। यो डान्सको बाटो हो। यहाँबाट चाहिँ हामी जाँदैछौँ पिकनिक स्पट। कुन यो? श्री आदर्श माध्यमिक विद्यालय। मेरो माइजूहरू पढ्नु भएको स्कुल रह्यो है।
ऋण तथा ऋण सहकारीमा के दिन लाग्छ हामी चाहिँ भद्रवास हुँदै घुम्दै घुम्दै आएको बाटो चाहिँ एकदमै राम्रो छ भद्रवासपट्टिबाट आयो भने पनि होइन काहीँ अड्किने छैन आउने इच्छुकहरूले चाहिँ आउँदा हुन्छ हामी चाहिँ गागल फेदी आइपुग्यौँ कागेश्वरी कहिले सर्टकट बाटो भन्नुभयो हामी घुम्दै घुम्दै आइपुग्यौँ एउटा बाटो ठुलो सिधा छ कि अब हामी सिधै पछि फर्किने बेलामा सिधै हो हाम्रो स्पोट आइपुग्यो अनि यहाँ ल झरम 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 हस् हस् भइसक्यो आउनु ओर्लियम एकछिन 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 होइन लिएर आइजन् मेरो ब्याग ओहो सबैलाई ठिक छ नि भित्र कोचकाच भएको छैन नि दिदी कोचकाच आइए आइए ल ल ल ब्याग लिएर यो बिना ऋतु त कतातिर गयो छिटो 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 बोलेन भनेपछि यस्तो भन्नु हाम्रो रिजोर्ट आइपुग्यो कागेश्वरी रिजोर्ट आइपुग्यौँ है हामी यो हाम्रो पिकनिक ठाउँ चाहिँ कागेश्वरी रिजोर्ट होटल गागल फेदी मनहरी काठमाडौँ नेपाल यस्तो छ होइन यहाँ चाहिँ अब अहिले खुल्यो भने चाहिँ भ्यूहरू चाहिँ राम्रो देख्छ डाँडाबाट यस्तो छ भ्यू यहाँबाट चाहिँ अलिक खुलेको छैन अब खुल्यो भने चाहिँ राम्रो देख्छ होला यहाँबाट हेर्दै जाउँ कस्तो देख्छ चाहिँ फोटो सेसन भइरहेको छ फोटो सेसन फेरि बस्ने जति जम्मै बिचारा खुट्टा दुख्नेहरू बसेछन् अनि यहाँ चाहिँ गीत बजिरहेको भएर चाहिँ मैले भोइस ओभर गरेको अनि यहाँ चाहिँ अब हाम्रो ब्रेकफास्ट रेडी भइसकेको छ अनि भेज नन भेज दुइटै रेडी थियो सबैजना भोकाएको भएर चाहिँ जाने बित्तिकै पहिला हाम्रो ब्रेकफास्ट चाहिँ भयो सानो रमाइलो भइरहेछ रमाइलो भएको छैन यता हेर पिकनिक आएको हामी खै रमाइलो भएको छ भन न खै कोही चाहिँ ब्रेकफास्ट लिँदै हुनुहुन्छ कोही चाहिँ फोटो भिडियो अझ खिच्दै हुनुहुन्छ फोटो राम्रो आयो कि आएन भन्दै हुनुहुन्छ भिडियो राम्रो आयो कि आएन भनेर सोध्दै हुनुहुन्छ यस्तो छ यहाँ खानेकुरा चाहिँ अनि माइजूले भिडियो खिचिदिनु भन्दै हुनुहुन्छ मलाई अनि यता भाउजूले ठुलो मम्मी लिँदै हुनुहुन्छ ब्रेकफास्ट यो भाइले चाहिँ मेरो फोटो भिडियोहरू खिचिदिएको थियो अनि मैले उसको पनि भिडियो चाहिँ बनाइदिउँ भनेको हुन्छ अरे अनि फोटो भिडियो बनाइदिएको कि उसको मैले हाम्रो चाहिँ ब्रेकफास्ट सकेपछि चाहिँ के गर्ने भनेर सबजनाले
मन्दिर जाने कि पहिला के गर्ने भने होइन सबजनाले एकछिन रमाइलो गरौँ अनि एकछिनमा मन्दिर जाउँला भन्नु है ल भनेर सबजना अब डान्स गर्नु तयारीमा हुनुहुन्छ उहाँ ऊ सबजना रेडी भएर आमा नाच्यो सधैँ उड्ने बादलला सधैँ डुली हिँड्ने के हो गीत पनि मलाई राम्रोसँग आयो त्यही गीतमा डान्स गर्दै सबैजना एकदमै रमाइलो भएको थियो भान्जी सभालाई अब खाना लगाइदिनु पर्यो किन भन्नु अनि हामीलाई यस्तो सजिलो बनाइदिएमा मन्दिर जान सबै सजिलो भयो हामीलाई होइन अनि ल पछाडि चाहिँ रमाइलो भइरहेछ मेलम्चीको ड्याम कागेश्वरी मन्दिर जाँदैछौँ सबजना हजुर पनि आउँदै गर्नु होला हस् छिटो 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 पछाडि चाहिँ हेलो हामी चाहिँ कागेश्वरी मन्दिर आइपुग्यौँ हामी पहिला आउँदाखेरि चाहिँ यहाँ बनाउँदै थियो अहिले चाहिँ बनाइसकेको छ यस्तो छ यहाँ तल पनि मन्दिर छ धारोहरू सबै बन्द गराएर हामी आउँदा बनाउँदै थियो अहिले कति बनाइसकेछ क्या यस्तो छ गणेश भगवानको मन्दिर माथि चाहिँ मन्दिर छ गर्न मिल्ने रहेछ कागेश्वरी मन्दिर आइपुग्यौँ झरना छ ल झरना दर्शन गरेर ल है काका म बस्ने हो बसिहाल्नु म त बसेँ यसपछि चाहिँ मेरो मेमोरी फुल भएर चाहिँ भिडियो कन्टिन्यू गर्नै पाइनँ तर धेरै नै रमाइलो भएको थियो पिकनिक